आफू तिम्रो मुहार तकिँदा सिरानी कति बित्याको तिम्रो यादमा तकिँदा बाटोमा हामीसँग दाइ हुनुहुन्छ अनि भिडियो चाहिँ के बारेमा भन्ने चाहिँ मैले सुरुमै भनिसकेँ चाहिँ आज सुटमा आएको मेरो नयाँ गाना आउँदैछ चिउता नै तल लाउनु पर्दैन माथि पर्ला म्युजिक भिडियो चाहिँ कस्तो हुन्छ जस्तो लाग्छ हजुरलाई हजुर अलि यता है हेर्नु यताउता हेर्नु तिम्रो यादले अतीतका दिनहरू आँखा भरि आए सबैको सरी थामी राख मैले मेरा भावनालाई पुर्याउन सकिएन हाम्रा सबै चाहनालाई मनको यो कुरा सबै तिमीलाई पोखिरहेको सायद चोखो माया गर्नुको बात पोखिरहेको सम्म यो म्युजिक भिडियोमा आउनै सक्छ नआउनै सक्छ नियम त्यही हुन्छ भक्कु टान्से आइपुग्यो है 11 बजी हिँड्दै थियो अहिले 2:30 भइसक्यो 2-3 घन्टाको राइड पछि गाडी तान्छे हामी चाहिँ अहिले होटल क्लाउनमा छौँ पानी पर्छ भन्ने हामीले एक्सपेक्ट गरेको थियो यहाँको वेदर चाहिँ एकदम मिठो चाहिँ अब चाहिँ हामी लोकेसनमै भेट्छौँ नि त हामी माथि माथि बादल तल तल हो कि होइन होइन कलर हालेर देखिनु होला अलि भन त ठिक छ दामी हो चाहिँ यहाँ त्यो सर्टहरू चाहिँ सायद चोखो माया गर्नुको पाप पोखिरहेको छु सम्बन्ध टुट्यो त्यही अझै म तिमीलाई पर्खिरहेको छु जस्तो कसो भए पनि आफ्नै मन बुझिरहेको छु कि त कति भयो मेरो तिमीलाई माया गर्नु अब छैन मलाई कसैसँग पनि नाता गाँच्नु मेरो मुखमा छ झुटो हाँसो माया भनेको थाहा हो सहेर बसे धेरै माया माथि म लाटो आशा राखेको बाटो जसले मेरो मन दुखायो थाहा पाए तिमीले कुरा हजुर एकछिन
धनै अन्त हाउस दामी भइहाल्छ गाइस भिजा दाइसँग हामी छौँ यहाँ चिनमा हामी चाहिँ ओजी रेकर्डसँग चाहिँ हामी दुईवटा प्रश्न गर्छौँ होइन हजुर इन्सपिरेसन चाहिँ कहाँदेखि आयो त मेरो के इन्सपिरेसन मलाई धेरै चिज गर्छ मेरो भ्लगमा आउने हो कि किन ब्लगमा इन्सपिरेसन चाहिँ मलाई पेड भाइले अति गरेर इन्सपिरेसन चाहिँ मेरो कोल बेनेट चाहिँ मलाई हरिक मनपर्छ है गाइस फेरि हाम्रो क्रेजी सिनेमाटोग्राफर हाम्रो आर्टिस्ट छन् उसको भिडियो रिलिज भइसक्यो उसको भिडियो आइसकेछ गएर हेर्नु पर्यो यादले जस्कायो मलाई अतीतका दिनहरू आँखा भरिआए सबै कसरी थामेर गाइस द स्ट्रगल बिहाइन्ड द भिडियो है यो चाहिँ आर्टिस्ट त्यहाँ हुनुहुन्छ क्यामेरा जाने माने होइन तर के गर्ने बाध्यता गाइस भाइले फर्स्ट टाइम क्यामेरा छोए ल भाइले घाम खिच्दैछन् ल भाइले चाहिँ यो भिडियो गर्दैछ होइन यहाँ चाहिँ हाम्रो ब्लग हाइज्याक भएछ होइन केटाहरूले यहाँ खिचिरहेछ म यहाँ बसिरहेको छु लोकेसन अन्डाल्दै यहाँ बस्छु काम हुँदैछ पिस आउट भाइको च्यानललाई माया गर्दै केटाहरू यति नै भन्न चाहे जहाँसम्म चाहिँ होइन हाम्रो यो भ्लग चाहिँ यो गाना रिलिजको सेकेन्ड डेतिर नभए अगाडि आउन पनि सक्छ अनि मेक स्योर टु सब्सक्राइब द च्यानल है त ल गाइज ल सक्सेसफुल है त आजको डे चाहिँ है त के भन्न चाहनुहुन्छ कसैले फर्स्ट टाइम जब मैले देखेँ म तिम्रो फ्यान भए बेबे म तिम्रो फ्यान भए बेबी सबजना भाइबमा है सबजना भाइबमा सो आजलाई यति नै थियो लाइक द भिडियो मेक स्योर टु सब्सक्राइब द च्यानल है त ल होला तिमी टाढाकै म भन्दा दिनहरू राम्रै बितिरहेको होला मलाई नदेख्दा